नमस्ते सबैजनालाई। पहिलाको भिडियोमा मैले न्युरल नेटवर्कको बारेमा कुरा गरेको थिएँ। त्यस भिडियोमा चाहिँ मैले लर्निङको बारेमा कुरा गरेको थिएँ। कसरी कम्प्युटरले मिस्टेक गर्छ अनि त्यो मिस्टेकबाटै कम्प्युटरले कसरी लर्न गर्न सक्छ भन्ने कुरामा मैले भिडियो बनाएको थिएँ। आजको भिडियो चाहिँ त्यसकै कन्टिन्युड भर्जन छ, तर हामीले चाहिँ म्याथमेटिकल्ली कसरी जान सक्छौँ भनेर त्योमा फोकस छ यो भिडियो चाहिँ। अब पहिलाको भिडियोमा चाहिँ हाम्रो क्वेसन के थियो भन्दा या प्रब्लम के थियो भन्दा व्हाट भ्याल्यु व्हेन मल्टिप्लाइड बाई 1 मेक्स द रिजल्ट 2। 1 लाई केले मल्टिप्लाई गर्दाखेरि भ्याल्यु 2 आउँछ। अब हाम्रो ह्युमन माइन्डले डाइरेक्ट इजिली फाइन्ड गर्न सक्छ नि त 1 लाई 2 ले मल्टिप्लाई गर्दाखेरि हाम्रो आउटपुट 2 आउँछ भनेर। तर कम्प्युटरले कसरी थाहा हुन्छ त? हाउ क्यान कम्प्युटर नो भनेर हाम्रो त्यो एउटा प्रब्लम थियो नि त। अब त्यसलाई यस भिडियोमा चाहिँ म्याथमेटिकल्ली कसरी सल्भ गर्न सकिन्छ हेरौँ है। अब लेट्स सपोज मतलब त्यो भ्यालुलाई चाहिँ एक्स सपोज गरिदिउँ हैन। अब हामीलाई त्यो थाहा नभएको नम्बरलाई चाहिँ एक्स सपोज गरिदिउँ है। अब भनेको मतलब एक्स 1 टाइम्स एक्स इज इक्वल्स टु 2 भनेपछि इरर भनेको करेक्ट भ्याल्यु माइनस प्रेडिक्टेड भ्याल्यु हो हैन। अनि हाम्रोमा करेक्ट भ्याल्यु भनेको 2 छ है, किनकि 1 लाई 2 ले मल्टिप्लाई गर्दाखेरि 2 आउँछ नि त। त्यही हो, त्यस कारण हाम्रो करेक्ट भ्याल्यु भनेको 2 हो। प्रेडिक्टेड भ्याल्यु भनेको हाम्रो x हो। यसकारण इरर इज इक्वल्स टु 2 माइनस एक्स। अब एउटा नयाँ टर्म आउँछ, त्यसलाई स्क्वायर्ड इरर भनिन्छ हैन। त्यो स्क्वायर्ड इरर भनेको चाहिँ यही इररलाई स्क्वायर गरिदिने के, यही करेक्ट भ्याल्यु माइनस प्रेडिक्टेड भ्याल्यु टु द पावर होल टु द पावर स्क्वायर गरिदिने के। अब यो स्क्वायर्ड इरर इररलाई नै किन स्क्वायर गरेको भन्दाखेरि यो एउटा क्वाड्रेटिक फर्म अफ इक्वेसनमा आउँछ अनि ग्लोबल मिनिमम फाइन्ड गर्न सकिन्छ। त्यो कुरा अब फर्दर पछि बुझिन्छ है, यो हेर्दै जाँदाखेरि बुझिन्छ। भनेपछि हाम्रो के हुने भयो भन्दा स्क्वायर इरर भनेको करेक्ट भ्याल्यु माइनस प्रेडिक्टेड भ्याल्यु टु द पावर 2 हुने भयो हैन। अनि स्क्वायर इरर इज इक्वल्स टु 2 माइनस एक्स होल स्क्वायर हुने भयो है। अब यसको ग्राफ चाहिँ यस्तो देखिन्छ। यो ग्राफले चाहिँ के देखाउन खोजेको भन्दा द ग्राफ सोज इच भ्याल्यु अफ एक्स स्क्वायर्ड इरर फर एभ्री एक्स टेकन। भनेको मतलब सबै एक्स जुन एक्स भ्याल्यु प्रेडिक्ट गरे नि हैन, एक्स भनेको त प्रेडिक्टेड भ्याल्यु हो नि त, हो त्यो भ्याल्युबाट कतिको त्यो ग्राफ देखाइएको छ कि यहाँ चाहिँ। अनि यो ग्राफ चाहिँ एउटा प्याराबोला भनेको छ कि यसले चाहिँ के जनाउँछ भन्दा चाहिँ यो ग्राफले चाहिँ के जनाउँछ भन्दा चाहिँ एभ्री पोसिबल एक्सको लागि एभ्री पोसिबल स्क्वायर्ड इरर देखाएको छ कि यो ग्राफले चाहिँ। अनि यो ग्राफ चाहिँ एउटा प्याराबोला भनेको छ। अनि हामीले यहाँ यसरी क्लोजली यो ग्राफलाई एक्जामिन गर्दाखेरि चाहिँ के देखिन्छ भन्दा चाहिँ 2 मा हुँदाखेरि चाहिँ यो ग्राफ चाहिँ 0 मा पुगेछ के। एक्सको भ्याल्यु 2 मा हुँदाखेरि यो स्क्वायर्ड इररको भ्याल्यु चाहिँ 0 मा पुगेछ। तर 2 भन्दा माथि जाँदाखेरि यो स्क्वायर्ड इरर चाहिँ बढ्दै गयो। फर इक्जाम्पल 3 को केसमा हेर्दाखेरि एक्सको भ्याल्यु 3 हुँदाखेरि अब स्क्वायर्ड इररको भ्याल्यु कति आएको छ, 1 आएको छ है। त्यो कुरा यही ग्राफबाट इजिली पनि देख्न सकिन्छ। भनेको मतलब अब हामीले आन्सर पनि इजिली फाइन्ड गर्न सक्यौँ कि। तर यो ग्लोबल मिनिमम अब प्याराबोलामा कि आइदर म्याक्सिमम ग्लोबल म्याक्सिमम हुन्छ कि ग्लोबल मिनिमम हुन्छ हैन। अब त्यो ग्लोबल मिनिमम फाइन्ड गर्यो भने चाहिँ हामीले चाहिँ सबैभन्दा स्क्वायर्ड इरर चाहिँ सबैभन्दा कम सबैभन्दा मिनिमम स्टेटमा फाइन्ड गर्न सक्यौँ नि त। अनि त्यही स्क्वायर्ड इररको त्यो मिनिमम भ्याल्यु कुन एक्सले दिन्छ त नि भनेर हामीलाई डिटरमाइन गर्न छ नि त हैन। त्यही भएर यो अब त्यसको लागि हाम्रो लागि एउटा क्यालकुलसबाट हामीले फाइन्ड गर्न मिल्छ त्यो कुरा चाहिँ, किनकि स्क्वायर्ड इरर भनेको चाहिँ एउटा क्वाड्रेटिक फङ्सन हो हैन। अब त्यसको डेरिभेटिभ भनेको 2 टाइम्स 2 माइनस एक्स हो हैन। अनि त्यो डेरिभेटिभ 0 हुँदाखेरि चाहिँ हामीले चाहिँ त्यो यो स्क्वायर्ड इररको चाहिँ मिनिमम के अरे मिनिमम भ्याल्यु निकाल्न सकिन्छ क्या, मिनिमम भ्याल्यु। अब कसरी भन्दा अब
2 टाइम्स 2 माइनस एक्स भने इजिकल्स टु 0 कन्डिसनमा राख्नु पऱ्यो। अब एक्सको भ्यालु कति बेला हुँदाखेरि स्क्वायर इरोर 0 हुन्छ भन्नु खोजेको कि यसले चाहिँ। अब चाहिँ कति बेला हुन्छ भन्दा चाहिँ एक्सको भ्यालु 2 मा 2 हुँदा, किनकि 2 टाइम्स 2 माइनस 2 भनेको 2 टाइम्स 0 हो अनि 2 टाइम्स 0 भनेको 0 नै हो। भने चाहिँ यसरी चाहिँ हामीले चाहिँ म्याथमेटिकल्ली सल्भ गर्न सक्छौँ या हामीले भ्यालु फाइन्ड गर्न सक्छौँ त्यो इरोरलाई मिनिमाइज गरेर, हैन। अब यो कुरा चाहिँ म्याथमेटिकल्ली भयो। अब यही म्याथमेटिकल्ली कुरालाई त हाम्रो ह्युमन इन्टुइसनले चाहिँ इजिली फाइन्ड गरिन्छ 2 टाइम्स 1 इजिकल्स टु 2 भनेर, हैन। अब कम्प्युटरलाई यो 2 हो भनेर चाहिँ हामीले चाहिँ कसरी सिकाउने त नि, यो वेमा के यो म्याथमेटिकल वेमा चाहिँ हामीले चाहिँ अल्गोरिदममा चाहिँ कसरी चेन्ज गर्ने भन्छ नि, त्यो कुरा चाहिँ नेक्स्ट भिडियोमा है। यो भिडियोमा चाहिँ सिर्फ अब म्याथमेटिकल वेमा कसरी सल्भ गर्न सकिन्छ त्यो प्रब्लमलाई भन्नेमा थियो, हैन। अब नेक्स्ट भिडियो चाहिँ अल्गोरिदममा गइन्छ। यसको अझै मलाई चाहिँ एउटा दुईटा अझै अर्को प्रब्लम डिफ्रेन्ट प्रब्लममा चाहिँ यसको सल्भ गरेको चाहिँ ट्राई गर्न मन लाग्यो। त्यो चाहिँ अर्को भिडियोमा ट्राई गरौँ है। नेक्स्ट भिडियोमा फ्युचरमा म राख्छु नि है। ल थ्याङ्क यू भेरी मच सबैजनालाई।